अभी हम आए हुए हैं मूर्तिया गांव में और यहाँ किसान लगाए हुए हैं LG 36815। किसान से पूछते हैं ये कैसा है। तो अपना परिचय बताइएगा। मेरो नाम रवि गुरुङ हो, जिल्ला सर्लाही, मूर्तिया गाउँ र यहाँ मैले LG को 815 को मकैको बिउ लगाएको थिएँ, जसमा 100% नै जस्तो यसको जर्मिनेसन आएको छ र यसको बोटमा अहिलेसम्म किराको पनि त्यति प्रकोप देखेको छैन र यसको बोटहरू हेर्दाखेरि एकदमै मोटो र दह्रो भएर आएको छ। सानैदेखि नै एकदमै मोटो र दह्रो भएर आएको छ र यसको मकैको बोट हेर्दाखेरि यसमा राम्रो मकैको फल चाहिँ एकदमै राम्रो हुन्छ जस्तो लागिरहेछ। फलाइ यसको राम्रो होला जस्तो देखिरहेछ र मलाई लाग्छ यो अरूको तुलनामा। त्यस्तै गरी अरू मकैहरू मैले लगाएको थिएँ। अरू मकैमा चाहिँ तपाईँको यसमा जर्मिनेसन हेर्नुभयो भने देख्नुहुन्छ कति ग्यापमा छ। यहाँ छैन, त्यहाँ छैन, त्यहाँ छैन, त्यहाँ उम्रेको छैन, त्यहाँ उम्रेको छैन। ल हेर्नु, यो लाइनै पुरै उम्रेको छैन, यतातिर उम्रेको छैन। र बोटहरू हेर्नुभयो भने कुनै सानो छ, कुनै ठुलो छ, कुनै भर्खर उम्रेको जस्तो भर्खर सानो सानो एकदमै मसिनो छ, कुनै हेर्नुभयो भने ठुलो छ। अझै यता उतिर देखायो भने कुनै हेर्नु भर्खरै रोपेर उम्रेको जस्तो देखिरहेछ भने कुनै चाहिँ यत्रो ठुलो ठुलो भइरहेछ। यसमा मकैको बिउमा कुनै पनि एक नासको छैन, एकरूपता छैन। र यसमा हेर्नुभयो भने ल हेर्नु, यसमा कुनै पनि सबै मकैहरू एक नासको र एकरूपताको देखिरहेको छ यसमा। र यो मकैहरूमा चाहिँ त्यो एकदमै राम्रो छ। र अरूहरूमा पनि अब जस्तो अरूहरू त्यो मकैमा चाहिँ तपाईँको किराको प्रकोप पनि अरू मकैमा थियो भने यसमा चाहिँ एकदमै कम किराको प्रकोप पनि भएको हुनाले यो मकै चाहिँ मलाई एकदमै राम्रो लाग्यो। र यसमा अब म पनि अर्को सालदेखि अर्को वर्षदेखि चाहिँ यही मकै लाउने र पुरैमा यही मकै लाउने। मैले यसपालि यो उसको लागि चाहिँ ट्राईको लागि मात्रै लगाएको थिएँ र यसको ट्रायलमा चाहिँ एकदमै राम्रो देखियो यो। र यो मकै धेरै नै फल्छ जस्तो लागिरहेछ मलाई। र अर्को सालदेखि म यही मकै नै रोप्ने छु र अरूलाई पनि यही मकैको। चलिए गुरुङ जी, तो आप मैंने इससे खुश हैं? LG 36815 इससे आप खुश हैं? मतलब अहिले अब हेर्दाखेरि त अब धेरै राम्रो देखिरहेछ र यसमा अब धेरै राम्रो नै फल्छ। यहाँ LG 36815 लगा हुआ है और बगल में दूसरा मकई लगा हुआ है। तो किसान का ये कहना है कि इसका जर्मिनेशन मतलब 36815 का जर्मिनेशन 100% है, मतलब 100 में 100 जर्मिनेशन है। वहीं दूसरे का जर्मिनेशन कम है। साथ में कीड़ा का प्रकोप LG 36815 में कम है, बाकी दूसरा में थोड़ा ज़्यादा है। और इससे ये लोग काफ़ी खुश है। तब गुरुङ जी आप खुश हैं ना? चलिए, धन्यवाद।